मजा आयो साथीहरु, मजा आयो। थोरै हो र भन्यो, एक बाटा हो साथीहरु, एक बाटा। हेर्न सक्नुहुन्छ कति छ। हेलो साथीहरु, आज म बनाउँदैछु थुक्पा। यो ओनियन, जिन्जर, गार्लिकलाई म मजाले सटे गर्दैछु। यो चिकनलाई अलगसित बोर्दैछु म। पक्चोइ यो फ्रेन्च बिन्स अनि एउटा यो टमेटो पनि हाल्छु म। यो मेरो स्टाइल हेर्दै जाऊ। अब यो फ्राई गरेको चिकनमा अलिकति टमाटर हालेँ मैले, अलिकति बेसार, अलिकति यो रातो खुर्सानी, अलिकति यसमा यो जिरा पाउडर है, यो अलिकति यसमा धनिया पाउडर र अलिकति यो मोमो मसला हाल्दा एकदम राम्रो, तर मैले यसमा मनराज पाउडर हाल्दैछु। अनि यसमा सल्ट आफ्नो हिसाबले हैन। अब यसलाई मिक्स गरौँ। यसलाई मिक्स गर्दा यस्तो देखियो, यो हल्का तल लागे जस्तो छ। अब यसलाई हल्का ग्लिजको लागि यो अलिकति पानी, अब यसमा आफूलाई पानी मजाले नराइकिन जति चाहिन्छ त्यति यसरी पानी हालिसकेपछि यो यसमा गयो काटेको बिन्स। भेजिटेबलहरू हजुरलाई जे मनपर्छ, गाजर, मसरुम एड गर्न सक्नुहुन्छ हजुरको अनुसार। मलाई चाहिँ यो ग्रिन बिन्स एकदम मनपर्छ। अब त्यसै गरी यो नुडल्सलाई मैले सिरा हाल्दैछु। यो स्पागेटी हो, नम्बर 13 होला हो यो। अब हजुरले स्पागेटी 20 नम्बरसम्म पाउनुहुन्छ, 20-21 नम्बर। अगर 20 नम्बर लिनुभयो भने एकदम मसिनो हुन्छ। 1 नम्बर मोटो, जति पनि 20बाट घट्दै आउँछ त्यही अनुसारले मोटो मोटो हुँदै जान्छ। 4 नम्बर 5 नम्बर त्यस्तो टाइपको हुन्छ। अब यसलाई यसैभित्र मजाले ढाकेपछि डुबाइदिउँ। अब यसो गर्दा यो नुडल्स पनि पाक्छ, यो मासु पनि पाक्छ। यसमा हड्डीहरू पनि हालेको मैले, यो स्टक निक्लिन्छ मजाले भनेर। अनि लास्टमा हामीले हाल्ने हो यो पक्चोइ बक्चोइ जे भने पनि। अब यो थुक्पा रेडी भइसक्यो, यो नुडल्स पाक्यो मजाले। यसलाई जति पानी पिउनु छ मजाले पिउन दिनु साथीहरु। अब हेर्नु, अब यसमै हालेर पकाएपछि हामीलाई कर्नफ्लोर हाल्ने जरुरत पर्दैन। यो अलरेडी यस्तो थिक ग्रेभी हुन्छ, बाक्लो बाक्लो मजाको। अब यो पक्चोइ बल्ल हाल्ने, पहिल्यै हालेको भएदेखि यो त भर्ता आउने थियो, त्यही भएर अब यसलाई हल्का काँचो काँचो राख्नुपर्छ साथीहरु। क्रन्च क्रन्च गर्ने के यसको क्रन्ची एकै पटक। अब यो उब्लियो भने भुर्लुक्क उब्लिन्छ नि, यो डन रेडी। त्यसपछि माथिबाट सरर लेमन अनि यो मैले धनिया काटेर राखेको छु मोटो मोटो, यस्तो गरेर धनिया छर्नी लास्टमा पनि। अनि गम दिने हो। ल यसो हेर्दा यसले भयो खा मलाई भने क्या। अब यसलाई सुरु गर्नुपर्छ। ग्यासलाई गरे बन्द, ग्यासैबाट खानिन अरे क्या, ग्यास बन्द गरे। यसमा मैले 1 किलो चिकन लेग हालेको साथीहरु। अब यो बाटामा निकाल्ने हो साथी, बाटामा, उसमा हैन, प्लेटमा हैन साथीहरु, यो बाटामा। यो जति छ क्वान्टिटी यो दुईजनाले स्याम्मै सक्ने हो। साथी ड्युटी जानुभयो, आउनुहुन्छ अहिले, साथीको लागि राखिदिन्छु म। अनि सिरा हालेर अब स्टु यो कति चाहिन्छ त्यति रेडी टु इट। ल साथीहरु, यो मेरो थुक्पा रेडी भयो। अब यसलाई खाना सुरु गरौँ है। पहिला यसको थोडा ग्रेभी चेक गरौँ। मैले निम्बु र यसमा धनिया हालिसकेँ है साथीहरु। क्या दामी साथीहरु, दामी। एकचोटि खाएर त हेर्नु बेला बनाएर। सुप त यस्तो मजाको भयो नि, किन हड्डीवाला चिकन थियो नि। जो हड्डीको स्टक बनिसकेपछि त्यसको टेस्ट आउँछ नि।
यो चिकन थोडा पर्क चाहिँ फेरि मेरो फेभरेट क्या। नेपालीमा यसलाई पता नि के भन्छ साथीहरू, चाइनिज साग के भन्ने जस्तो लाग्छ है मलाई।